मलाई बुवाहरूले यहाँ भन्नुभएको छ बाबु यो देश बचा भन्नुभएको छ। म बुवाहरूलाई यति भन्न चाहन्छु यो देश बच्छ पनि बन्छ पनि, यो देश बच्छ पनि बन्छ पनि। म कसैको बलमा बोलेको छैन बुवा, म कुनै नेता कुनै पार्टीको बलमा बोलेको छैन, जनताको ताकतका आधारमा बोलेको छु। यो देश कुनै नेताले म बनाउँछु भनेर गफ दिन पर्दैन, जनताले बनाउँछन्, जनताले जोगाउँछन्। जुन दिनसम्म यो देशमा सचेत जनता रहन्छन् तबसम्म यो देश बन्छ बच्छ, कसैले चिन्ता गर्न पर्दैन। जनता सचेत हुनु पर्यो। तर जनता झोले भयो भने चाहिँ म भन्न सक्दिनँ, जनता मासु भाते भयो भने म भन्न सक्दिनँ, जनताले विवेक गुमाए भने म भन्न सक्दिनँ। कसैले नभनोस् यो फलानो पार्टीको किल्ला, ढिस्कानो पार्टीको किल्ला, यो नेपालको किल्ला हो, अर्घाखाँचीको किल्ला हो। अर्घाखाँचीका जनताले विवेक पुर्याएर मान्छे चुन्ने हो। वर्षौंदेखि हामीले जमाएको भन्न पाइन्न। राम्रो काम गरेन भने हरि भुषाललाई यही चोकमा ल्याएर तपाईँलाई बुझाउँछु, राम्रो गरे मात्र साथ दिने हो, राम्रो नगरे कसैलाई पनि साथ दिने होइन। 5 वर्ष मैले मात्र 5 वर्ष स्थायी सरकार ल्याउन सकियो भने यी केटाकेटीको भविष्य सुनिश्चित गर्न सकिन्छ। कतिलाई विदेश पठाउने, यही ठाउँबाट रोएर झोला बोकेर भाइहरू बहिनीहरू देश छोडेर विदेश गएका छन्, बाध्यताले गएका छन्। पढ्न गएका भए, घुम्न गएका भए केही ठुलो कुरो थिएन, परिवार पाल्न र उपचार गर्न विदेश गएका छन्। एउटा बिन्दुमा पुगेर त्यो रोकिनुपर्छ। हामी त्यसको सुरुवात गर्छौँ। हामी पुग्ने बित्तिकै बन्द हुँदैन, तर बन्द गर्ने क्रमको सुरुवात गर्छौँ। हरेक चिज गर्नलाई एकबाट सुरु